सक्ने स्वास्नी हटियार हो ना कसम के थियो बुढाबुढीमा सम्बन्ध होइन मलाई भित्रको सम्बन्ध केही पनि थाहा छैन मैले बुझेको पनि छैन अब उहाँले हत्या गर्नु नै एउटा ठुलो गल्ती हो होइन यस्तो नगरिदिएको भइदिए राम्रो हुन्थ्यो अब गरिहाल्नुभयो अब के हो कसो हो अब भोग्नै पर्छ यत्रो सिंह नेपाल रुको छ देश विदेश सबै रुको छ यहाँ चुप लागेर बस्दैन नि त भन्नुस् न होइन हामीलाई धेरै आशा होइन बालनको सरकार पनि आएको छ होइन एकदम सबैले एकदम भोट दिएर उहाँलाई यत्रो प्रधानमन्त्री बनाउनु भएको छ होइन एकदम केही न केही आश लिएर त बनाउनु भएको छ नि त त्यो अनुसार त जोस् मलाई लाग्छ त्यस्तो घुस खुवाउने यताउता गर्ने जहाँसम्म हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन है यति बेला हुनुहुन्छ मेरो साथमा दुईजना एकदमै भाइरल है ऊ टिकटक भाइरल पहिला धेरै प्राङ्क पनि गर्थ्यो प्राङ्क स्टार पनि र अर्को यता चाहिँ सामाजिक सञ्जालमा धेरै इन्टरभ्यू दिएर बोलेर चाहिँ चर्चामा आउनु अर्को भाइरल दुईजना भाइरल चाहिँ मेरो साथमा हुनुहुन्छ दुवैजनालाई स्वागत छ धन्यवाद तपाईँहरूको भेट कसरी भयो हाम्रो भेट त अब कन्टेन्ट बनाउने क्रममा अब हामी एकदम नजिक पनि छौँ होइन एकदम राम्रो लाग्छ जो झरनाजी जति जे बोले पनि मनको चाहिँ एकदम सफा हुनुहुन्छ तर एकदम स्ट्रङ लेडी पनि हुनुहुन्छ है उहाँलाई जस्तो कस्तो केटाहरूले जे होस् हातमा ल्याउन सक्दैन जस्तो जस्तो केटाले हातमा ल्याउन सक्दैन हजुर एकदम एकदम कुन आधारमा बोल्नुभयो तपाईँले मैले हो नि म उहाँसँग धेरै सङ्गत गरेको छु तर उहाँको मलाई एकदम बानी व्यवहारहरू एकदम जोस् राम्रै लाग्छ क्या जति जे बोले पनि जस्तो सुकै गरे पनि एकदम आफैमा सेफ हुनुहुन्छ सुरक्षित हुनुहुन्छ उहाँको एउटा शब्दले पनि हल्लाउँछ जस्तो लाग्छ क्या त्यसो भए भन्नाले अनर्थ नसोच त्यसो भए झरनाजीलाई चाहिँ सेखुको के कुरा चाहिँ राम्रो लाग्छ म चाहिँ उसलाई चाहिँ के कुरा चाहिँ राम्रो लाग्छ भने ऊ चाहिँ एकदमै मनको सफा भएको मान्छे हो होइन त्यही हो मैले चाहिँ धेरै मान्छेको भाइरलहरूको सङ्गत गरेँ प्लस सुनेको पनि छु होइन कति मान्छेहरू म त भाइरल हो यहाँ हुँ होइन कतिपय मान्छेले चाहिँ टिकटक बनाउनुलाई अब जस्तै म तपाईँसँग टिकटक बनाउँछु नि तपाईँको भिडियो धेरै मनपर्छ भन्दाखेरि पनि म त बनाउँदिनँ हुँ भनेर एटिट्युड देखाउने नि हो त्यस्तो धेरैले भाइरलहरूले चाहिँ भाउ खोज्ने नि त मैले सुनेको पनि छु मेरो कानले अनि मलाई पनि भनेका छन् तपाईँ त भाइरल हो तर पनि तपाईँको त्यस्तो एटिट्युड भनेको केही पनि छैन है तपाईँ कस्तो हामीसँग पनि कस्तो मजाले मिल्नु भएको भन्नुहुन्छ कि तर ऊ चाहिँ त्यस्तो अब उसको दुश्मनहरूले चाहिँ अब जस गलत नि सोचेको हुन्छ होइन तर ऊ चाहिँ मलाई चाहिँ एकदमै राम्रो लाग्छ उसको चाहिँ एकदम जस गरिब दुखी मान्छेहरूलाई पनि सपोर्ट आनी बिचरा भन्ने मान्छे पनि हो होइन अस्ति मेरो बर्थडेमा पनि बिचरा सन्चो नभए पनि होइन गएर यसो जे जस्तो भए पनि उसले खाता लगाइदियो त्यो नि ठुलो कुरा हो होइन हामीलाई पैसा दिएर पैसा दिनै पर्छ होइन त्यो बर्थडे मनाइदिनै पर्छ भने हुँदैन तर एउटा गएर खाता लगाइदियो होइन तर त्यो खाता लगाइदियो झर्नालाई ऊ सेकु राम्रो भयो भनेर चाहिँ त्यो भन्नु खोजे होइन फेरि सोच्दाखेरि होइन दक्षिणा त्यो सुन्नु न दक्षिणा भनेको त्यो छँदैछ नि दियो हो तर छँदैछ नि त्यो भन्ने कुरा फरक कुरा तर सेकुले मलाई मेरो बर्थडेमा पैसा दियो अनि खाता लगाइदियो भनेर मैले उसलाई फुर्कायो भनेर चाहिँ दर्शकहरूले चाहिँ भन्नुहुन्छ तर त्यसै चाहिँ नभन्नुहोस् ऊ चाहिँ मनको सफा भएको मान्छे हो होइन जे भए पनि अब उसको तारिफ गरेर पनि गइसक्नु छैन दुश्मनहरूले चाहिँ भन्छ कि अब दुश्मनहरूले त भनिहाल्छ नि राम्रो मान्छेलाई पनि खराब देखाउँछ होइन त्यही हो ल उसको विषयमा नराम्रो पक्ष चाहिँ के लाग्छ म त उसको विषयमा त नराम्रो पक्ष त छँदै छैन किनकि मैले सङ्गत जति वर्षदेखि मैले धेरै वर्षदेखि नै मैले सङ्गत गरेको मान्छे हो ऊ मलाई एकदमै राम्रो मान्छे लाग्छ तर कतिपय टिकटकमा भिडियोहरूमा कमेन्ट नेगेटिभ पनि आइरहेको हुन्छ गाली पनि आइरहेको हुन्छ होइन किन चाहिँ त्यस्तो कमेन्ट गरेको होला उसको साथीहरूले चाहिँ के भने अब उसलाई डाहा होइन म भन्दा बेसी उसले नकमाओस् ऊ तलै लेभलमा झरोस् भनेको हुन्छ नि त अनि त्यो जति उनीहरूले नराम्रो कमेन्ट गर्छन् नि यसलाई मैले कमेन्ट नराम्रो गरेँ भने अरूले पनि यसलाई नराम्रै सोचोस् भनेको हुन्छ नि त त्यो भएको कारण चाहिँ सोच्ने जेसुकै भनोस् भर्काउनेले जेसुकै गरोस् तर आफ्नो लेभल र आफ्नो स्ट्रङ तरिकाले चाहिँ चल्न पर्छ आफ्नो काम के हो त्यसलाई ध्यान दिनुपर्छ अर्काको कुरा चाहिँ सुन्नु भएन त्यति भन्न चाहन्छु तपाईँलाई चाहिँ झरनाजीको राम्रो कुरा के लाग्छ मलाई त एकदम जस्तो सुकै बोले पनि होइन एकदम सबै कुरा मनको एकदम सफा मान्छे होइन एकदम सामाजिक सञ्जालमा अब धेरै बोल्नुहुन्छ कतिपयले त यस्ती उस्ती भन्छन् पनि होला तर रियालिटी होइन नजिक आएर बुझ्दाखेरि एकदम मान्छेले फरक पाउँछ होइन गरिब दुखीलाई पनि एकदम सहयोग गर्नुभएको छ एकदम खुसी लाग्छ
मनको एकदम राम्रो मान्छे, सफा मान्छे। अरू रिस गर्नेले त के कसो गर्छ होइन यो यस्ती उस्ती भनेर भन्छ होला भने पनि म चाहिँ विश्वास गर्दिनँ उहाँको बारेमा यस्तो कुरा गर्दा। र उहाँको नराम्रो पक्ष चाहिँ के लाग्छ? नराम्रो पक्ष त मलाई अहिलेसम्म मैले त त्यस्तो नराम्रो पक्ष चाहिँ मैले भेटेको पनि छैन है। म किनकि होइन यस्तो हुन्छ अब आफूले आफू गुनाह हुँदो रहेछ क्या। अब आफूले त्यस्तो नराम्रो गर्न खोज्यो भने अरूले पनि नराम्रो गर्छ होइन। त्यही भएर पनि त्यस्तो नराम्रो पक्ष त मैले अहिलेसम्म उहाँसँग मैले देखेको पनि छैन। तर हामी जति नजिक छौँ होइन अहिलेसम्म हामी एउटै खाटमा सँगै सुते पनि तर त्यस्तो नेगेटिभ सोच हामीबाट कहिले पनि छँदै छैन। त्यसो भए तपाईँहरूको सम्बन्ध के हो? दाजु भाइ, दिदी भाइ अथवा साथी? एकदम मिल्ने साथी। मिल्ने साथी। रगतको नाता नभए पनि भावनाको नाताले भए पनि हामी एउटा मिल्ने हाम्रो क्लोज फ्रेन्ड होइन। जस्तै कि अब उसलाई दुःख पर्दाखेरि मैले हेल्प गर्ने र मलाई दुःख पर्दाखेरि उसले हेल्प गर्ने त्यस्तो सपोर्ट गराएको मान्छे हौँ हामी होइन। त्यही हो। त्यसो भए सेखुले एक्टिङ पनि गर्छ होइन, यो मलाई थाहा भएको पनि कुरा हो। तपाईँ एउटा साथी भएको नाताले झरनालाई एकदम मिल्ने साथी हो, साथीलाई एउटा सम्बोधन केही गरेर एउटा थोरै तपाईँको एक्टिङ हेरौँ त। झरना आज एक्कासी तिमी कहाँबाट आयौ? मलाई नसोधिकन आयौ तिमी त। म त के भनौँ यार, तर अस्ति भर्खर तिमीलाई एकजनाले यति नराम्रो भनेको थियो क्या होइन। त्यो मान्छेको कुरा सुनेर मैले कहिले पनि पत्याएन क्या। तिमी त्यस्तो खराब मान्छे जस्तो कहिले पनि लागेन क्या। कति शत्रु भएको तिम्रो बारेमा नराम्रो सोच्ने झरना। सेको दुनियाँले जे सोचोस् त्यो मतलबको कुरा नलिऊ। आफू स्ट्रङ हुनुपर्छ, आफू सही हुनुपर्छ होइन। दुनियाँलाई त हामीले जति राम्रो काम गरे पनि हामी नराम्रै हुने हो होइन। त्यो भएको कारण चाहिँ हामी आफ्नो लेभलले चल्ने हो, आफ्नो स्ट्रङ तरिकाले चल्ने हो, आफ्नो मेहनतले चल्ने हो, इमान्दारी चल्ने हो होइन। अरू जेसुकै भनोस् त्यस्तो टेन्सन नगर। जिन्दगीमा झरना जतिसुकै बोल तिमी होइन, जेसुकै गर तर कसैले पनि गिराउने कहिल्यै पनि काम नगरे। म तिमीलाई यति साथी झरना, जिन्दगीमा तिमीलाई कसैले नराम्रो भन्छ पनि म कहिले पनि विश्वास गर्न सक्दिनँ क्या। त्यतिसम्मको सम्बन्ध छ हाम्रो। दुनियाँ जबले नराम्रो भन्दैमा केही पनि हुँदैन। हामी जतिसुकै नजिक भए पनि हाम्रो सम्बन्ध यसरी नै नजिक रहिरहोस्। तिमी जस्तो साथी त मैले अहिलेसम्म कहीँ पनि पाएको छैन झरना। साँच्ची कति दुःख सुखमा साथ दियो। असली साथी भनेको त तिमी जस्तो हुनुपर्छ क्या। ठिक छ ल, एकदम राम्रो एक्टिङ, दुवैजना एकदम राम्रो छ होइन। सेखुले त गीत पनि गाउनुहुन्छ होइन? हजुर हजुर। तपाईँले गीत गाउनुहुन्छ नि? गीत गाउँछु अलिअलि। हो है। ल त्यसो भए एउटा छोटो सेखुको स्वर पनि सुनौँ न त, एउटा गीत दर्शकको लागि। हे माया तिमीलाई म गाउँ न त दोहोरी है त। हे भाषा मलाई के गरौँ झरना, हरि हरि राम जप्छ तिम्रै नाम। अब सपनामा तिमीलाई सम्झेर मुटु धड्किने हुन्छ मेरो काम। हे भाषा मलाई के गरौँ झरना, के गरौँ मान्छौ भने तिमी सबे गरौँ माया पानको पात। हे झरना तिमीलाई सम्झन्छु रातको रात म सङ्ग्री सलाला हरि हरि ट्याङ ट्याङ। ल रिप्लाई जाओस् त। नो 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 दोहोरी आउँदैन? फर्काउन आउँदैन। ए हो, कस्तो खालको गीत चाहिँ आउँछ? आफ्नो तरिकाले चाहिँ आउँछ। ल आफ्नो तरिकाले एउटा भन्नु त। ल एउटा गाइदिनुहोस्। म त त्यही लोकदोरी। ल जस्तो भयो नि एउटा गाइदिनुहोस् त, तपाईँ पनि सुनिहाल्नु। हे ये केटाको परेली झिम झिम भो, परेली झिम झिम भो, मलाई पनि इसारा दिन दिन भो, माया जेन बुल्छु म झिम झिम सानो नजिन्कौ परेली भुतुकै हुन्छु म। झिम झिम सानो नझिम्क्याउ परेली भुतुकै हुन्छु म। राम 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 आहा।
अनि तपाईँहरू एकदम मिल्ने घनिष्ठ साथी भन्नुहुन्छ फेरि गर्लफ्रेन्ड बोयफ्रेन्ड जस्तो पनि गर्नुहुन्छ एक्टिङ हो या एक्टिङ हो एक्टिङ पो हो र अब के एक्टिङ गर्दै हो मात्रै भने। हामी जस्तै होइन बोल्दाखेरि यताउता होइन के यताउता गरेको छ र? जति हामी नजिक भए हामी उति होइन हामी नजिक हुने नि त सम्बन्ध होइन तर नजिक भयो भन्दामा हामीले त्यो नेगेटिभ कुरामा होइन कि हामी पोजिटिभ कुरामा नजिक छौँ तर हामी चल्छौँ जिस्किन्छौँ रमाइलो गर्छौँ यो त हाम्रो कामै हो जस्तै हामीले एक्टिङ गर्दैमा कुनै बेला हामी बुढाबुढी बन्नु पर्ला कुनै कथाले मागे अनुसार आफ्नो भूमिका निभाउनु परिगयो त्यही खातमा सुतेर होइन त्यस्तो सिनै गर्नु पर्ला तैपनि हामी साथी नै हो हाम्रो सम्बन्ध जिन्दगीभरि साथीमै सीमित हुनेवाला छ हजुर भनेपछि अहिलेसम्म दुईजनै अविवाहित एकदम एकदम र सपोज कहिले साथीहरू पनि होइन हजुर गर्लफ्रेन्ड बोयफ्रेन्डमा परिणत भएर बेवा गर्छन् भन्छन् हामीले देखेको पनि धेरै छन् होइन त्यस्तो हुन सक्दैन त्यस्तो संसार नगरे हुन्छ हो त्यस्तो हुनै सक्दैन हुनै सक्दैन हुनै सक्दैन। सक्दैन भने चाहिँ सक्दैन नि सक्दैन सक्दैन यस गुड सियस ओके यही थन्काइदिउँ अब रात पर्यो जाँदा जाँदै अन्तिममा अब अन्तिममा भनिहालेँ होइन जाँदा जाँदै हजुर नेपाली ब्रोको बारेमा झर्नाजी के छ विचार अहिलेको जुन काण्ड छ नि अब नेपाली ब्रोको बारेमा मारिसक्यो ऊ ज्यान हत्यारामा पसिसक्यो होइन अब दोषीलाई कारवाही हुन पर्छ पीडितले न्याय पाउनु पर्छ त्यही भन्न चाहन्छु कस्तो खालको कारवाही होस् किनकि अब त्यो आजीवन जन्म कैद हुनु पर्यो होइन त्यसले अब हरेक कुरामा त्यसले चाहिँ चोकभित्र पसे पनि सुविधा चाहिँ नपाओस् त्यही हो ऊ नेपाली ब्रो हो नेपालको टप 1 हो भन्दै उसलाई चाहिँ बस्न खाना भिआइपिसी नहोस् होइन जस्तो छ त्यस्तै होस् त्यही भन्न चाहन्छु त्यसो भने नेपाली ब्रो कस्तो मान्छे हो त त्यो जन्म के अरे आफ्नो बुढी हत्यारा हो नेपाली ब्रो कस्तो मान्छे हो नेपाली ब्रो आफ्नो स्वास्नी हत्यारा हो नाकसम आफ्नो बुढी हत्या गर्ने हत्यारा हो हत्यारा हो राखिदिनुहोस् थन्काउनुहोस् भाइ तपाईँ के भन्नुहुन्छ नेपाली ब्रोको बारेमा म त अब मैले अहिलेसम्म होइन के थियो बुढाबुढीमा सम्बन्ध होइन मलाई भित्रको सम्बन्ध केही पनि थाहा छैन मैले बुझेको पनि छैन अब उहाँले हत्या गर्नु नै एउटा ठुलो गल्ती हो होइन यस्तो नगरिदिएको भइदिए राम्रो हुन्थ्यो अब गरिहाल्नुभयो अब के हो कसो हो अब भोग्नै पर्छ कानुन अनुसार भोग्नै पर्छ ओके अब त्यो ठाउँमा म भए पनि मैले पनि भोग्नै पर्छ त्यो जसले पनि भोग्नुपर्छ। त्यही त कस्तो चाहिँ कारवाही हुनुपर्छ जस्तो लाग्छ क्या अब बुझ्नुहोस् न अब त्यो कारवाही सम्बन्धी त अब सरकारले तपाईँ किन डराएर बोलिरहनु हुन्छ फ्र्याङ्कली डर किन डराउनु फ्र्याङ्कली बोल्नु मैले किन डराउनु र भएको कुरा सरकारले के कारवाही गर्नुहुन्छ उहाँलाई त्यो अनुसार गरिहाल्नुहुन्छ नि त म न्यायाधीश भएको भइदे म मेन कानुनको कानुनदाता भएको भइदे मैले यस्तो यस्तो भन्न मिल्थ्यो क्या अब हामी कानुनी मान्छे होइन त्यो तपाईँको रगत उम्लेको छैन उम्लेको छ नि त उम्लेर के गर्नु त अब ऊ मरेर गयो भने अब हामी पनि अब जानु त मरेर अब त जस अब दोषीलाई कारवाही होस् पीडितले न्याय पाओस् भनेर त हामी लडेर हिँडेको छौँ त जसले पनि भन्ने त्यही त आवाज उठाउनुहोस् बोल्नुहोस् आवाज बोलिरहेको छु अब भनिरहेको छु अब भइरहेको छ हामी आज दिनभरि आमा थकित भइसकेको छौँ अब योभन्दा आवाज कति उठाउने भन्नुहोस् न तपाईँ आफै अनि यस्तो सुन्नुहोस् आवाज हामीले उठाएर मात्रै हुँदैन होइन के निर्णय हुन्छ के फैसला हुन्छ अदालतमा हुन्छ अब त्यत्रो कानुनी रूपमा गइसक्नु भएको छ अब के गर्नुहुन्छ उहाँभित्र गर्नुहुन्छ नि त होइन सरकारले के निर्णय लिनुहुन्छ उहाँहरूको हातमा छ नि मेरो हातमा भएको भए मैले यस्तो यस्तो भन्न मिल्थ्यो होइन पावर र पहुँचको आधारमा त सेतोलाई कालोलाई सेतो पनि बनाउँछ भन्ने छ नि त हजुर अब त्यस्तो नहोस् भन्नको लागि त आवाज उठाउनु पर्यो नि त होइन त्यस्तो त पक्कै त्यस्तो भयो भने त हुँदै हुँदैन किन क्वेसन गरिरहेको छु भने तपाईँहरू भाइरल मान्छे हो समाजमा चिनिएको व्यक्ति हो कि दर्शकहरूले चिन्नुहुन्छ दुवैजनालाई तपाईँहरूले बोलेको कुरा यदि गर्नुभयो भने यत्रो सिङ्गो नेपाल रुको छ देश विदेश सबै रुको छ यहाँ चुप लागेर बस्दैन नि त भन्नुहोस् न होइन हामीलाई धेरै आशा होइन बालनको सरकार पनि आएको छ होइन एकदम सबैले एकदम भोट दिएर उहाँलाई यत्रो प्रधानमन्त्री बनाउनु भएको छ होइन एकदम केही न केही आश लिएर त बनाउनु भएको छ नि त त्यो अनुसार त जोस् मलाई लाग्छ त्यस्तो घुस खुवाउने यताउता गर्ने जहाँसम्म हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन है अहिलेको सरकारसँग चाहिँ त्यस्तो मलाई लाग्दैन ल ठिक छ जाँदा जाँदा के भन्नुहुन्छ जाँदा जाँदै चाहिँ म यही भन्न चाहन्छु मेरो घाँटी सुकिसक्यो ल भाइ हजुर म पनि के भन्न चाहन्छु भने देश तथा विदेशमा रहने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकदम धेरै धेरै माया भन्न चाहन्छु अनि जसरी सेखु धमाकालाई माया गर्नु भएको थियो यसरी नै माया गर्दै जानु होला मलाई घृणा गर्ने जुनसुकै व्यक्तिलाई पनि एकदम आई लभ यु भन्न चाहन्छु लास्टमा जाँदा जाँदै जय गीत जय सङ्गीत जय नेपाल जय नेपाली जनता
धन्यवाद ओके टाटा बाई बाई